घामकै सार चढ्को हुन्छ कि अचेल घाम चाहिँ यो निगुरोको हो निगुरोको दबाई बन्द रहेछ बाबाले ल्याउनु गयो रहेछ यो एकदम पाइल्सको दबाई बन्छ अरे यो निगुरो हामी त तरकारी चाहिँ खाइन्छ के अरे तरकारी खायो नि काम त गर्ने रहेछ तरकारी खायो नि काम गर्यो यसको गुडी खाए पनि भयो फेरि मछेत भर्री रहेछ ओहो मछेतले किरा पारेछ यहाँ फुल पारेछ पुरै ओहो मछेत भर्री रहेछ है यहाँ यही मछेत जाने टोक्ने हो बिक्री हुन्छ तलतिर लगेपछि ए यो दबाई पनि रहेछ दबाई बनाउनु रहेछ बाबाले यो कुरिल्लोको त्यो नेगुरोको कुरिल्लोको त नि कुरिल्लो पाइन्छ यहाँ पहाडमा त सबै पाइन्छ सबै पाइन्छ के दबाई हामीले अलि खालि तलै झर्न खोजिन्छ यहाँको बनाएर खाने चलन छैन यहाँको फ्रीमै खाइन्थ्यो के डोको त लगभग भ्याइदिने हो कि अलि अग्लो गराउनुहुन्छ ए खुट्टा हाल्नु भएन पछि हाल्ने ए माथिबाट हाल्ने खुट्टा ए हाम्रोतिर त सुरुबाटै हालिदिन्छ नै खुट्टा त खुट्टा भन्नाले एउटा डन्डी हुन्छ है अडाउन डन्डी चार पातेको बुन्छन् क्या गोलो बुन्दैनन् डोको गोलो बुन्नको लागि यस्तै हुने रहेछ क्या हाम्रो चार पाते बुन्छन् के चारवटा खुट्टा सानो सेफ्टी हाल्छन् पछि लास्टमा फेरि बाहिरबाट खुट्टा हाल्ने कर्मी काम नि जान्नुभयो होला बाबाले त हिँड्नु भएन जिम्माल हो गाउँको ए तपाईँले नि ए ए कति पढ्नु भएको नि हजुरले 4-5 त पढ्नु होला कति अरे 6 ए थुप्रै पढेको रहेछन् बाल त 6 क्लास त यहीँ बडौरीमा पढेको कि कहाँ जानु पर्थ्यो बुलिङमा ए त्रिभुवनमा भर्तीलाई कता नेपालगञ्जमा पढ्नलाई ए तालिम ए जान्दै भए त राम्रो 6 क्लास त्यो 6 क्लास त त्यो बेलामा ठुलै पढेको त बाले 6 क्लास पढेको कति सालको जन्म हजुरको 6 सालको ए ट्याक्कै 6 सालतिर गाउँ 6 सालतिरको त्यो बेला जुन जमाना 6 क्लास त धेरै हो पढाउँथ्यो 10 क्लास 12 13 पढे गएको पढ्नु जानु बाली त्यतिदेखि नजानेपछि भयो नपढ भन्नु हो हेत्ती ए बाले रोक्दा त्यत्रो पढाइ खेर गयो नि त नि अन्त हजुर मैले माताले भनेको छु पढ्न जाऊ है तिमीहरू पछि हुन्छ पढ्यो भने पछि हुन्छ जाऊ है बाजे जान्छ बाजे
दुर्गाहरू बाछुर बजीसम्म आयो भर्खर छिर्छ जाऊ है दबा भन्नु हजुर जस भन्नु त्यसो भएछ त्यसो त्यहाँबाट कसरी त कसरी हो मासु चाहिँ भन्छ आफ्नो आफ्नै मान्छे थियो कि फेरि मास्टर बनाउनलाई हजुर पढाउने पढ्न चाहिँ एक दिन मार एक दिन स्कुल एक दिन मार एक दिन स्कुल गराउनुहोस् पढाउँछ पास हुन्छ गर्दैछु मैले पास भन्नु भन्नु मास्टरले हुन्छ भनेर त्यति गरेँ त्यहाँबाट परीक्षा के गर्नु त भनेको त परीक्षामा चाहिँ बिहानमा घाँस आएर हालेर के अरे भगर गराउनुहोस् एकछिन 3 घन्टा हो 3 घन्टा काटेपछि बेलुकी पुगेर चराउनु हुन्छ भन्नु त्यहाँबाट यो त कोन खाऊ त्यो खेत मेरो विषयमा खेत ताजा छ खेतमा जाँछु आउँदाखेरि पहिले खाएर भगर गरेर ल्यायो काम गरेर आँगनमा भगर गरेर राखेर घाँस हालिदिने राख्ने बाँध राख्ने गरेर त्यहाँबाट फेरि यसोबाट आएपछि चलाउनु बाखेर